तिर्खा लागेको थियो छोरी पानी त रहन्छ त पानी लिएर आउँछ छोरी हस् बुवा म लिएर आउँछु है पर्खिनु एकछिन बुवा मैले पानी ल्याएँ ल पिउनु ल छोरी ल ल छोरी हजुर बुवा चामल रहन्छ धान कुट्नु पर्ला जस्तो छ ए हुन्छ बुवा म कुटिहाल्छु नि ल छोरी ल ल ल ए अनि भाइ कता गएछ सान भाइ यहाँ आइ पनि हुने एकछिन घाल लगाइदियो भने ढेकी कुट्थेमा ए तपाईँ चिन्ता नगर्नु न दिदी सधैँ छोरी खै ल ल घाल लगाएँ मैले कुटेँ ल ल ल ए लु कस्तो भइसकेको छ त भएछ ल ए कान्छी छोरी हजुर बुवा यो खाना खाने बेला भयो यसो सरसफाइ गर्नुपर्ने यो बडा कुडा गर्दा छोरी म त घुम्न जानु ठिक्क परेको ए यो सफा गरेर जाउँ न छोरी ल यति बोलाएर राखेर जान्छु ल छोरी ल ल भयो बुवा ल ल म गएँ ल ल ल बेलैमा आउनु ल ल ल कान्छी बुहारी हजुर ए मलाई तिर्खा पनि लागेको थियो भोक लागेको जस्तो भएको छ अलिकति जाँड छाना त बुहारी लिनु भाइ ए कान्छी बुहारी हजुर म जाँड साँड खाइहालेँ अब म भरेलाई तरकारी रहन्छ अलिकति माछा मारेर लिएर आउनु पर्यो भरेलाई तरकारी हुन्छ ल बुहारी ल हस् दाइ हस् राम्रोसँग जानु खोला त